250 भन्दा पनि बढी हुन्छ लगानी कटाएर पनि। मैले अहिलेसम्म त स्ट्रबेरी दाना र अनि यसको झोल चाहिँ बनाएर बेचिरहेको स्ट्रबेरी देखिरहेको भएको छ यहाँनिर यस्तरी फकिरहेको छ। गमलामा रोपेपछि चाहिँ अलिक पछि चाहिँ अब त्यो राम्रो फल्न थालेपछि चाहिँ ए हुँदो रहेछ है भन्ने भयो। खर्च चाहिँ अब यसलाई अलिअलि चाहिँ लाग्छ, केही अब राम्रो तरिकाले पुर्याउन पर्छ कि यो बाटोले गर्दा चाहिँ हामीलाई अलिक समस्या छ पुर्याउन। अहिले हामी यहाँनिर आएको छौँ यो क्राबारी गाउँपालिका वडा नम्बर 3 एउटा कार्यालय घुम्ती सेवा केन्द्र स्थित। यहाँनिर चाहिँ स्ट्रबेरी खेती छ अरे, जुन स्ट्रबेरी खेतीको लागि हामी जाँदैछौँ र हामी स्ट्रबेरी पनि खानेछौँ र यहाँ वाइन पनि बन्छ अरे। वाइन यहाँ देखिराख्नु भएको छ यो सबै स्ट्रबेरी खेती यहाँ कसरी र कुन तरिकाले यसरी उमारिराख्नु भएको छ। यो चाहिँ उहाँहरूले खेती गर्नुभएको यो स्ट्रबेरी। तीन रोपनी होला मेरोमा चाहिँ, अनि अरू यहाँ लगभग 4-5 घरले लगाएको छु म। जम्मा कति रोपनी जतिमा सबैले गरेर? जम्मा सबैले गरेर होला हौ 5-6 रोपनीमा त 5-6 रोपनी बेसी होला। यहाँ पनि छ भाइको, उतापट्टि पनि छ, यता माथि, अनि यहाँ माथि एकजना माटो भनेपछि गाह्रो हुन्छ। स्ट्रबेरीको बोटेमा आएर चाहिँ स्ट्रबेरी टिपेर खाँदै किनेर लाने सुविधा पनि यहाँबाट। के आइटम बेच्नुहुन्छ र स्ट्रबेरीको? मैले अहिलेसम्म त स्ट्रबेरी दाना र अनि यसको झोल चाहिँ बनाएर बेचिरहेको। नलजाइ भन्नु न, के झोल भन्नुहुन्छ फेरि? के बेच्नुहुन्छ अरे? यसको रक्सी बनाएर बेचेको छु सर। दाना पनि बेच्नुहुन्छ? दाना पाउँछ रक्सी। मलाई एक सेयर दिनु कति पर्छ? सेयर भन्दा पनि सेयरको 500 रुपियाँ, लिटरको चाहिँ 700ले बेच्छु है। अनि कस्तो छ त बजार यो स्ट्रबेरीको रक्सी? बजार रक्सीको चाहिँ अब बाहिरबाट आउनुहुनेहरूले, मलाई पनि थाहा थिएन सुरुमा चाहिँ, सरहरूले अब विराटनगर धरानतिर बनाउनु हुने सरहरूले चाहिँ बनाउनु हामी अब लान्छौँ भन्नुभयो। अनि उहाँहरूले भनेको देखेर हामीले 3 वर्ष भइसक्यो मैले बनाएको, लगभग बाहिरबाट घरमै आउनुहुने साथीहरूले लानुहुन्छ सरहरूले नि। दानाको चाहिँ अहिलेसम्म ठिकै छ, अब यो पानीले गर्दाखेरि अलिक रहेको छ, नत्र भए स्ट्रबेरी देखिरहेको भएको छ यहाँनिर यस्तरी फकिरहेको छ। सबैजना नमस्कार, मेरो नाम चाहिँ पूजा मगर, मेरो घर चाहिँ केरावरी गाउँपालिका वडा नम्बर 3। यो खेती कसरी सोचमा आयो तिम्रो? यो चाहिँ पहिले एउटा बिरुवा चाहिँ बहिनीले केरावरीबाट ल्याइदिएको थियो, त्यस पछाडि मैले ल्याइदिएको थियो। अनि त्यसपछि हामीले गमलामा रोप्यौँ। गमलामा रोपेपछि चाहिँ अलिक पछि चाहिँ अब त्यो राम्रो फल्न थालेपछि चाहिँ ए हुँदो रहेछ है भन्ने भएपछि चाहिँ दाइले अब बाहिर युट्युबतिर हेरेर बाहिर अब अलिक धेरै बुझेर पनि अनि एउटा टनेल थियो हाम्रो यहाँ, अनि टनेलमा लाउनु भयो। हामी सबै फ्यामिली मिलेर लायौँ सल्लाहले। त्यस पछाडि अब एउटा टनेलमा लगाएपछि अलिक राम्रै दियो कि, त्यसले अब फल पनि राम्रै दियो, आम्दानी पनि राम्रै दियो। त्यस पछाडि चाहिँ यसले हुँदो रहेछ है अरूले भन्दा चाहिँ भन्ने भएपछि चाहिँ हामीले अहिले कति खेतीमा लगाएछ? कति जग्गा होला? 3 रोपनी जति होला अहिले यहाँ चाहिँ हामीले लगाएको चाहिँ। 3 रोपनीमा खेती गर्दा कति जति आम्दानी हुँदो रहेछ, के हुँदो रहेछ? खर्च कति छ, आम्दानी कति छ? कतिमा लगाएको छ अरे नानी? 3 रोपनी खर्च चाहिँ अब यसलाई अलिअलि चाहिँ लाग्छ। यही मल्चिङ चाहिँ अब पालिकाबाट 1/2% अनुदानमा हामीले लिन्छौँ, ल्याउँछौँ त्यहाँबाट। अनि त्यस पछाडि अब उयो आम्दानी त्यति धेरै छैन, अब लगानी त्यति धेरै छैन। अब आम्दानी चाहिँ अब हामीले पहिलो वर्ष चाहिँ 3 लाख लियौँ, लगानी चाहिँ त्यति धेरै छैन, अलिअलि छ। तर अब लगानी भन्दा धेरै चाहिँ आफ्नो मेहनत जान्छ, मेहनत चाहिँ हो बढी। 1 रोपनीको कति उत्पादन हुन्छ स्ट्रबेरी? 1 रोपनीको अब सुरुमा चाहिँ अब अलिअलि निस्किन्छ, जाडो महिनामा चाहिँ कम, यो फागुन र चैतमा चाहिँ दिनै 10 केजी 15 केजीसम्म चाहिँ निस्किन्छ। कसरी बेच्छौ? बजारको लागि समस्या छ कि छैन? बजारको लागि अब अहिलेसम्म चाहिँ त्यस्तो समस्या छैन। अब आउनु भएको माग भएकै पुर्याएर राख्न सकेको छैनौँ, पुर्याउन सकेको छैनौँ हामीले। अहिलेसम्म चाहिँ त्यस्तो समस्या छैन। बाहिरबाट अर्डर अलिक धेरै आउँछ कि कस्तो छ? बाहिरबाट अर्डर आउँछ, अब यहीँ पनि अब यहीँ आउनुहुनेले अब यहीँ घुम्न आउनुहुने पनि लानुहुन्छ, खानुहुन्छ। अब बाहिरबाट नि अर्डर आउँछ, हामी पुर्याइदिन्छौँ।
विदेशतिर त गएको छैनन् कि छैन त्यस्तो अहिले स्वदेशमै छ। यहीँ माग धान्न सकेको छैन भन्यो नि के गर्दा माग धानिन्थ्यो होला त अब यो अझै गाउँको अरूले अनि हामीले पनि बनाउन सक्यौँ र गाउँको अब अझै गाउँको मान्छेहरूले चाहिँ लगाइदिनु भएको भए चाहिँ अझै राम्रो हुन्थ्यो होला हामीलाई। सरकारले के गरिदियोस् त सरकारले यसका लागि स्थानीय सरकार नजिकै छ 50% दिएको छ, अझै केही गर्नुपर्छ। अनि हजुर यसको लागि अब बजारको व्यवस्थापन चाहिँ अझै राम्रो गरिदिनु भएको भए चाहिँ अझै हुन्थ्यो। यो बाटोको कारणले गर्दा नि यो अलिक त्यो केही अब राम्रो तरिकाले पुर्याउन पर्छ कि यो बाटोले गर्दा चाहिँ हामीलाई अलिक समस्या छ पुर्याउन ढुवानीमा समस्या। ढुवानीमा चाहिँ हजुर कति सालदेखि यो 3-4 वर्ष भयो होला अहिलेसम्म यसपालिसम्म। म एउटा क्वेसन सोध्छु ल एकै लाइनमा लगानी काटेर उत्पादन कति गर्छौ कुरै वार्षिक फाइदा चाहिँ फाइदा 250सम्म 250 भन्दा पनि बढी हुन्छ लगानी कटाएर पनि। यहाँ एउटा चाहिँ छ यी सब बिग्रेको छ बिग्रेको छ यहाँ छ होला बिग्रेकै छ।